राणा शासन ढले, पञ्चायती तानाशाही ढले, राजतन्त्र ढले, अनेक तन्त्रहरू गए। यो अराजक तन्त्र कति समयको पाहुना हो? यो अराजक तन्त्र लामो समय चल्न सक्दैन। भदौ 23-24 को जुन उपद्रवकारी क्रियाकलाप भयो, आगजनी जस्तो, राष्ट्रव्यापी आगजनी जस्तो, राष्ट्रको सम्पत्ति जलाउने जस्तो अपराध केही होइन जस्तो गरेर सर्लक्क पचाउने प्रयास भएको छ। यो सानोतिनो कुरा होइन। यसमा अहिले म धेरै जान चाहन्न। यो आक्रमण अथवा त्यो भदौ 23-24 को आक्रमण देशभक्तिपूर्ण आन्दोलन, देश राष्ट्रियताको आन्दोलन, लोकतन्त्रका निम्तिको आन्दोलन र यो आन्दोलन शान्ति, सुशासन र विकासका लागिको आन्दोलन, त्यसलाई दमन गर्नका लागि रचिएको थियो त्यो क्रियाकलाप। जुन आन्दोलनको अगुवाई प्रमुख रूपमा हाम्रो पार्टीले गरिरहेको थियो, त्यसै कारण हाम्रो पार्टीका विरुद्ध सबभन्दा तीव्र प्रहार हाम्रो पार्टीका विरुद्ध थियो।